हेर्नुहोस् अब धेरै भइहाल्यो बाउ हुनुहुन्छ बाउ जस्तै बस्नु पाउ हो नि पहिला पाउ जस्तो इज्जत गर्न सिक हजुरले भन्नुभएको थियो नि इक्जाममा पहिलो नम्बर ल्याउँछु भने स्कुटी दिलाउनुहुन्छ स्कुटी रे फेल बच्चा त फेल फेल होल थाहा छैन पहिलो नम्बरको कुरा थियो सबभन्दा कम नम्बर लिएर आएको छु स्कुलमा गएर रिजल्ट हेर्नुहोस् तलबाट पहिलो नम्बर मेरो छ स्कुटी दिलाउनै पर्छ तँ यसरी मान्दैन यसकोलाई अलग दिमाग लगाउनु पर्छ यसलाई यस्तो रुममै लगेर महँगो छ माइलेज दिँदा यस्तो उल्टो सुल्टो कुरा गरेर यसको दिमाग चेन्ज गरेर लिएर आइदिन्छु किन्दैन त यसरी मान्दैनस् हिँड एउटा काम गरौँ सोरुममा जाम म हेर्छु मलाई समझमा आउँछ भने ठिक छ नि म तेरोलाई किनिदिन्छु हिँड छोरा हिँड खत्म बाय बाय बाउ हो तेरो अरे खुसीले गर्दा बिर्सिसकेको थिएँ खुसी रे रुको केटीको नाम हो अरे पापा खुसी मतलब भावना खुसीसम्म ठिक थियो अब यो खुसीसँग भावना को हो पापा स्कुटी किन्न गइरहेछौँ ह्याप्पिनेस इमोसन त्यो त म बुझिहालेँ बेटा तर यस्तो इमोसन नभन् समाजले गलत सोच्छ त्यो छोरा होस् मेरो हिँड। पापा यही स्कुटी चाहियो मलाई अरे बाप यो त बहुत दामी स्कुटी छ बाबु यो सकिन यो कम से कम 4-5 लाखको स्कुटी होला हिँड धरिन त्यति छैन मसँग हिँड सर कहाँ गइराख्नु भएको छ 5 लाख होइन सर मात्र 2,79,900 को बाबा 2,80,000 को त हो किनिदिनु न हेर छोरा हामी गाउँघरको मान्छे हो हाम्रो गाउँघरमा बाटो यसरी हुन्छ यो लडिहाल्छ छोरा कसरी लडिहाल्छ सर 160 सीसीएमएम को ग्राउन्ड क्लियरेन्स छ पहाडतिर चलाइरहेछन् तपाईँ गाउँमै डराइराख्नु भएको छ चलाउनलाई ए रुक पहिला म चेक गर्छु बल्ल बात त सही छ ग्राउन्ड क्लियरेन्स त छ अब कुन बहानाले नाइ भनौ ग्राउन्ड क्लियरेन्स त ठिक छ दाइ तर हामी यस्तो गाउँतिर बस्ने मान्छे हो यसो सामान यताउता लिएर हिँड्न पर्छ अलिक गाह्रो हुन्छ सामान सिलिन्डर जान्छ सिलिन्डर बाबा सिलिन्डर जान्छ सिलिन्डर लिदिनु न ए रुक म हेर्न दे राम्ररी अहिले अब के गरौँ आइडिया फोन आयो बेटा हेलो हजुर ठिक छ सर 25 मिनट पुगिहाल्छु सर बहुत इमर्जेन्सी काम आइहाल्छ 25 मिनट भित्र पुग्न छ अब यो गाडी साडी लिनमा 1-1.5 दिनको टाइम गइहाल्छ पछि आएर लिन्न अर्को वर्ष लिन्न 25 मिनटमा त हामीले हजुरहरूलाई गाडी डेलिभरी गरिहाल्छौँ नि सर